सो हेलो म्याम वेलकम हाम्रो यो स्मल बाइटको लागि है तपाईँले त मुभीको थ्रु आउट जर्नीमा हुनुहुन्थ्यो है सो तपाईँको पर्सनली आफ्नो फेभरेट सिन चाहिँ कुन चाहिँ थियो? फेभरेट सिन मलाई चाहिँ खास गरी मेरो भन्दा पनि त्यो टिनेनको त्यो बच्चा छ नि जुन बच्चाले चाहिँ जसरी उसले चाहिँ आफ्नो आमा बुवालाई चाहिँ एउटा भनौँ न अलिकति हाई क्लासमा मान्छेले हेरिराख्दाखेरि उसले कस्तो फिल गर्छ त्यो उसले टुवर्ड्स द विदाउट द डायलग के उसले जसरी एक्सप्रेस गर्छ जुन त्यो उसले जब कहाँ काँच छ भन्दाखेरि गर्छ त्यो अनि मलाई जसरी उसले चाहिँ माथिबाट त्यो फलफुलहरू फ्यालिदिन्छ त्यो सिनहरू चाहिँ एकदमै दामी लाग्छ र अभियसली मेरो सिन भन्नुपर्दा चाहिँ अन्तिमको सिनले चाहिँ एकदमै आफू महिला भएको हिसाबले पनि एउटा छोरी भएको हिसाबले पनि त्यो अन्तिमको चाहिँ आमा र छोरीको जुन कन्भर्सेसन छ त्यो मेरो लागि चाहिँ एकदम बेस्ट सिन हो जस्तो लाग्छ। एज एन एक्ट्रेस है जब डिरेक्टरले या प्रड्युसरले तपाईँलाई यो स्क्रिप्ट अफर गर्यो है तपाईँले जब त्यो स्क्रिप्ट हेर्नुभयो भने आमाको रोलमा है कतिको डेप्थ इमोसन हाल्नुपर्छ है एउटा सोकेस गर्नु लागि जब तपाईँले यो स्क्रिप्ट गर्नुभयो तपाईँको इमोसन कस्तो थियो र यो थ्रु आउट द जर्नी तपाईँले कस्तो फिल गर्नुभयो अल्सो यो जब हामीले देख्यो तपाईँको स्ट्रगलहरू तपाईँको हार्डवर्कहरू देख्यो तपाईँलाई कस्तो फिल दिस इज माई थर्ड टाइम होला हेरेको मैले चलचित्र चाहिँ फिल्मलाई चाहिँ यसको जर्नी भन्दाखेरि जब मलाई यो स्क्रिप्ट आयो मलाई आयो भन्दा पनि पहिला सुरुमा चाहिँ अनबोर्ड भएको चाहिँ गाउँमा आयो हो ऊ चाहिँ एज अ छोरी विष्णुको रूपमा अनि उसले चाहिँ आमा खोजिरहनु भएको रहेछ डिरेक्टर त्रिवेणीले चाहिँ कति अडिसन कल गर्नु भएको रहेछ अनि मलाई चाहिँ किनभने नेपालमा चाहिँ म धेरै नै मैले यस्तो चलचित्रहरूमा चाहिँ एक खालको आमाको क्यारेक्टर गरेको हुनाले म टाइप कास्ट हुन चाहन्न त्यसो मैले नाइ भनेको थिएँ सुरुमा चाहिँ एकदमै म नाइ नाइ नै भनिरहेको थिएँ तर गाउँमाले चाहिँ होइन यो कथा पढ्नुभयो भने यो स्टोरी पढ्नु भने तपाईँले गरिरहनु भएको आमाहरू भन्दा यो फरक आमा छ किन फरक आमा छ भन्दाखेरि यो आमाले चाहिँ अहिले हाम्रो त्यो आमामा चाहिँ हाम्रो आफ्नो आमा छ्यामा बोजूहरूलाई भेटाउन सक्छौँ होइन त्यो चाहिँ एउटा हाम्रो सोसाइटीको एउटा महिला भनौँ न भेटाउन सक्छौँ भन्ने कुरा गर्यो सो मैले अडिसन दिएँ खास गरी मैले फर्स्ट अडिसन दिएँ अडिसनमा डिरेक्टरले मन पराउनु भएन सो अलिकति टु यङ देखिन सक्छ भन्ने कुरा भन्नु फेरि सेकेन्ड टाइम फेरि अडिसन दिएँ त्यसपछि पास भयो त्यसपछि त्रिवेणी र म हामीले चाहिँ अनलाइनमा कुरा गरे हो सो यसको स्क्रिप्ट हेर्नुहुन्छ भने एकदमै त्यो मलाई एकदमै राम्रो लाग्यो किन भन्दाखेरि अहिलेसम्म हाम्रो नेपाली चलचित्रमा होस् अथवा बलिउडमा पनि यसरी चाहिँ महिलाहरूको चरित्रलाई होइन क्यारेक्टरलाई देखाइँदैन नि त ऊ जस्तो हो एउटा मान्छेको रूपमा देखाइँदैन ऊ चाहिँ एकदमै महिला भनेको चाहिँ एकदमै प्रिटी हुनु पर्यो एकदमै शालीन हुनु पर्यो होइन उसको भनरेबल चिजहरूको त्यो बाटो देखाउन मिल्दैन भने चाहिँ देखाइँदैन सो यसमा चाहिँ सबै कुरा थियो सो त्यो भएको हुनाले पनि यो डिफ्रेन्ट टाइप अफ भनौँ न एउटा वुमन स्टोरी भन्नु म रुचाउँछु सो अनि त्यसपछि आइसकेपछि चाहिँ जति झन् स्क्रिप्टमा हामीले मेहनत गऱ्यौँ जति हामीले सुटिङमा मेहनत त्योभन्दा पनि दामी आइदियो क्या सो त्यो भएको हुनाले चाहिँ एकदम आइएम सो ह्याप्पी। एक्सपेक्ट गरेको भन्दा जाँदै तपाईँले पाउनु हो त्यो किन कस्तो हुँदो रहेछ नि हामी एज एन एक्टर पनि काम गरिराख्दाखेरि पनि स्क्रिप्ट र जब फिल्ममा कस्तो आउँछ भन्ने कुरा चाहिँ किनभने त्यहाँनिर चाहिँ टेक्निकल धेरै कुराहरू हुन्छ जस्तो एडिटिङको कुरा हुन्छ नि साउन्डको कुरा हुन्छ बिजिएमको कुराहरूदेखि लिएर सो एभ्रिथिङ होला सायद त्यसले गर्दा पनि होला जसरी भिजुअल्ली मैले एक्ट गर्दाखेरि आफूलाई देखेँ फिल्म हेर्दाखेरि त्यो अझ अझ बेटर मलाई फिल भएको छ। थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच थ्याङ्क यू। यो अझै पनि हजुर हजुर यो पक्कै पनि होइन यो त सिक्किमको मात्रै कथा होइन होइन यो चाहिँ मलाई जहाँसम्म लाग्छ कुनै पनि कुनामा बसेका महिलाहरूको कथा हो जस्तो लाग्छ सो हेरिनुपर्छ अनि यो चाहिँ चलिरहेछ इन्डिया र नेपालमा पनि हामी फेरि भोलि हामी काठमाडौँ जाँदैछौँ काठमाडौँमा पनि हामी प्रमोसन गरिरहेछौँ सो यो चलचित्र चाहिँ सबैले हेरिदिनु हुन अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू सो मच।